गति हटाउनेछौँ। वन क्षेत्रको कार्बन स्टक, इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्नेछौँ। कम्पनी र उद्योग दर्ता, वित्तीय सेवा, कर प्रणालीमा सहभागिता, भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति, अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौँ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्नेछौँ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौँ। शेयर हस्तान्तरण, कर चुक्ता, सम्पत्ति मूल्याङ्कन, ऋण भुक्तानी, लाभांश वितरण र लिक्विडेसन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौँ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौँ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ। विशेष आर्थिक क्षेत्रलाई कर, भन्सार, आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौँ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमान्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने व्यवस्था गर्नेछौँ। उद्योगीहरूले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैंकिङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौँ। नव उद्यम, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछौँ। नव उद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर P2P लेनदेनलाई नियमन सहित सञ्चालन गर्नेछौँ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौँ। बैंकिङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैंकिङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकार सहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौँ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौँ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, AI तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउनेछौँ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौँ। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौँ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौँ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौँ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाइ मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौँ। पारिश्रमिक सहितको इन्टर्नशिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु। सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछु। त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक
दोब्बर गरी मासिक 1000 रुपैयाँ बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यतः मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौँ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बीमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बीमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैंक मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौँ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बीमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौँ। पुस मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौँ। पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ। नेपाल स्टक एक्सचेन्जको पुनः संरचना अघि बढाई इन्ट्राडे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौँ। शेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी। आगामी आर्थिक वर्ष करिब 1000 किलोमिटर सडक कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुनेछ। 1028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोवलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि रु 37 अर्ब 46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्गमा आगामी वर्ष 40 वटा पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि रु 17 अर्ब 64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 वटा सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि रु 4 अर्ब 65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि रु 1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 वटा पुल निर्माण सम्पन्न गर्न रु 2 अर्ब 16 करोड विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न रु 1 अर्ब 46 करोड विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 वटा ठूला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि रु 9 अर्ब 87 करोड विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आँबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौँ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौँ। आगामी आर्थिक वर्ष रु 245 अर्ब 89 करोड आन्तरिक ऋणको सावा भुक्तानी हुने हुँदा खुद रु 164 अर्ब 11 करोड मात्र आन्तरिक ऋण परिचालन हुनेछ। अब नेपालको संविधानको धारा 60 अनुसार वित्तीय हस्तान्तरण सम्बन्धी विवरण पेश गर्दछु।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार आगामी आर्थिक वर्ष 83-84 मा प्रदेशका लागि रु 61 अर्ब 50 करोड र स्थानीय तहका लागि रु 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छु। प्रदेश र स्थानीय तहमा पूर्वाधार आयोजना कार्यान्वयन गर्ने क्रमशः रु 4 अर्ब 60 करोड र रु 8 अर्ब 93 करोड समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा मुद्राको सुविधाजनक सञ्चित रहेको अवस्थामा केही प्रतिशत रकम 40 करोड र रु 8 अर्ब 93 करोड समपूरक अनुदान उपलब्ध गराएको छु। साथै प्रदेश र स्थानीय तहमा मुद्राको सुविधाजनक सञ्चित रहेको अवस्थामा केही प्रतिशत रकम 40 करोड र रु शर्त अनुदान विनियोजन गरेको छु। प्रदेश र स्थानीय तहलाई राजस्व बाँडफाँडबाट अनुदान 93 करोड 175 अर्ब हस्तान्तरण हुने अनुमान छ। आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँड रोयल्टी समेतबाट र वित्तीय हस्तान्तरण गरी प्रदेश र स्थानीय तहमा रु 600 अर्ब भन्दा बढी परिचालन हुने प्रक्षेपण गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म आर्थिक वर्ष 83-84 को राजस्व नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। व्यवसाय मैत्री कर नीति, सरल एवं स्पष्ट कर कानून, स्वैच्छिक कर सहभागिता र चुस्त कर प्रशासनको विकास गरी आर्थिक क्रियाकलाप विस्तार गर्न दिआएका उद्देश्य लिएको छु। सबै आर्थिक कारोबारलाई डिजिटल माध्यममा जोड्दै औपचारिक अर्थतन्त्रको विकास गर्ने, स्वचालित प्रविधि मैत्री सदाचारयुक्त र उत्प्रेरित कर प्रशासनको विकास गर्ने, स्वैच्छिक कर सहभागिताको माध्यमबाट राजस्व अभिवृद्धि गर्ने, लागत परिपूरण र तिर्न सक्ने क्षमताको आधारमा गैर कर राजस्व परिचालन गर्ने, लगानी प्रोत्साहन र संरक्षण, सूचना प्रविधि उद्योगलाई राष्ट्रको नयाँ आर्थिक इन्जिनका रूपमा अगाडि बढाउन यस्ता सेवाको निर्यातबाट आर्जित आयमा 50% कर छुट दिएको छु। सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्तिले प्राप्त गर्ने स्वेट इक्विटीको रकमलाई कर योग्य आय गणनामा 100% छुट हुने व्यवस्था मिलाएको छु। नेपाल भित्र पैठारी हुने केही वस्तुमा आन्तरिक उत्पादन प्रवर्धन शुल्क डोमेस्टिक प्रोडक्ट प्रमोशन फी लगाएको छु। नाफा नकमाउने गरी स्थापना भएका मित्र राष्ट्रको पूर्ण स्वामित्वका विकास वित्त संस्थाले नेपालमा ऋण लगानी आर्जन गरेको ब्याजसो परिचालन गर्न लाग्ने व्यवस्था लगानी प्रोत्साहन 84 को स्रोत सहितको व्यय अनुमान यसै साथ पेश गरेको छु। अनुमानित आय व्ययको विवरण अनुसूचीमा उल्लेख गरेको छु। दात्री राष्ट्र र निकायबाट प्राप्त हुने प्राविधिक सहायता र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट परिचालन हुने सहायता सम्बन्धी विवरण समेत यसै साथ पेश गरेको छु। अन्त्यमा यो बजेट राज्य सञ्चालनको नयाँ सोच र संकल्प, आर्थिक रूपान्तरणको स्पष्ट मार्गचित्र र नागरिकसँग गरिएको राजनीतिक करार कार्यान्वयनको प्रारम्भ बिन्दु हो। सुशासन, मध्यम वर्गको उदय, उत्पादनशील रोजगारी, प्रतिस्पर्धी अर्थतन्त्र र सम्मानपूर्ण जीवनको आधार निर्माण गर्ने लक्ष्यसहित प्रस्तुत यो बजेटले राज्यको भूमिकालाई नियन्त्रक र नियामक मात्र होइन, अवसरको सर्जक संस्थाका रूपमा पुनः परिभाषित गर्न खोजेको छ। यो बजेटले ऊर्जा, कृषि, वन, उद्योग, पर्यटन, सूचना प्रविधि र मानव पुँजीलाई आगामी दशकको आर्थिक समृद्धिका संवाहक क्षेत्रका रूपमा अघि बढाई अर्थतन्त्रमा संरचनात्मक सुधारको नयाँ चरण प्रारम्भ गरेको छ। यस बजेट मार्फत राजकाजमा थिति बसाल्ने, निजी क्षेत्रको आत्मविश्वास पुनः स्थापित गर्ने, सार्वजनिक सेवा प्रवाह संयन्त्रलाई प्रविधि अनुकूल र जवाफदेही बनाउने तथा उत्पादन, नवप्रवर्तन र उद्यमशीलतामा आधारित नयाँ आर्थिक सूचक्र प्रारम्भ गर्ने आधार तयार गरिएको छ। कर प्रणालीलाई सरल, न्यायोचित र उत्पादनमुखी बनाइएको छ। सार्वजनिक खर्चलाई मितव्ययी र परिणाममुखी बनाइएको छ। सुधार र रूपान्तरणका यी राजस्व परिचालन आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित रहने विश्वास लिएको छु।
बजेटमा घोषणा गरिएका नीतिगत सुधार र कार्यक्रम कार्यान्वयनमा सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीति जारी हुनेछ। सुशासन, सदाचार र समन्यायिक समृद्धिमा केन्द्रित यिनै कार्यक्रमहरूको इमानदारीपूर्ण कार्यान्वयनबाट नै नेपाललाई आगामी 5 वर्षभित्र सुशासित, समुन्नत र स्वाभिमानी राष्ट्रमा रूपान्तरित गर्दै 16औं योजना र दिगो विकासका अधिकांश लक्ष्यहरू हासिल हुने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा मार्गदर्शन गर्नुहुने सम्माननीय राष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्माननीय अध्यक्ष र राजनीतिक दलका नेतृत्वप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। बजेट निर्माणका क्रममा रचनात्मक सुझाव, तथ्यपरक विश्लेषण र सहकार्यात्मक सहयोग प्रदान गर्नुहुने माननीय सांसदहरू, निजी क्षेत्र, श्रमिक, किसान, युवा, विकास साझेदार, राष्ट्रसेवक कर्मचारी, विज्ञ समुदाय, सञ्चार जगत तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक आभार व्यक्त गर्दछु। राष्ट्र निर्माण सरकारको मात्र दायित्व होइन। यो राज्य, निजी क्षेत्र र नागरिक समाजबीचको समान संकल्प, सामूहिक अठोट, साझा प्रयत्न र समष्टि अभियान हो भन्ने विश्वास लिएको छु। बजेट केवल आंकिक विवरणको प्राविधिक प्रस्तुति होइन, न त यो अर्थ राजनीतिक दस्तावेज मात्रै पनि हो। यो त जनताले दिलैदेखि पत्याएर अनि भित्रैबाट भरोसा राखेर शासकीय जिम्मेवारी सुम्पेको सरकारले मुलुकलाई सुधार्न र सपार्न बनाउने विकासको बाटोको भरपर्दो नक्सा हो। यो दस्तावेज नागरिकको मनसँग जोडिन सकेन भने यसका अक्षर र अङ्क जतिसुकै सही भए पनि ती निर्जीव रहन्छन्। नागरिकहरूको सद्भाव, समर्थन र सहयोग सरकारको अविनाशी पुँजी हो, जसको बचाउ र बढोत्तरी गर्नेतर्फ यो सरकार सदा कृत संकल्पित रहनेछ। प्रस्तुत बजेटले अगुवाई गर्न लागेको राष्ट्र निर्माणको यात्रामा सबै राजनीतिक दल, निजी क्षेत्र, श्रमिक, किसान, युवा, उद्यमी, प्रवासी नेपाली तथा सम्पूर्ण नागरिकलाई शिष्ट संवाद, सहकार्य, सार्थक सहभागिता र राष्ट्रिय एकताको साझा भावना सहित साथ दिन हार्दिक अपील गर्दछु। धन्यवाद। मान्य सदस्यहरू, संघीय संसदको दुवै सदनको संयुक्त बैठक यहीं स्थगित हुन्छ।